पुरुषबाट चाहिँ महिलाहरूलाई चाहिँ दुर्व्यवहार गर्ने गरिन्छ क्या भनेको म चाहिँ काम लगाइदिन्छु तपाईँलाई मेरो लागि चाहिँ यो गरिदिनुपर्छ यहाँ घुम्न जाऊ न म काम लगाइदिन्छु भन्ने त्यस्तो प्रकारको तपाईँले भोग्नु परेको भयो मलाई चाहिँ कसको लाग्छ नेपालको कि जापानको बढी तपाईँ चाहिँ सिङ्गल हो कि बोयफ्रेन्ड छ म चाहिँ यो कुराहरू चाहिँ अलिक गाह्रो नै सोध्नु भयो नाइट क्लब डिस्कोतिर गइन्छ कि गइँदैन जापानमा गाह्रो चाहिँ धेरै नै छ है जापानमा अहिले चाहिँ पहिलेको भन्दा चाहिँ एकदमै गाह्रो छ नयाँ ठाउँ नयाँ भाषा हुन्छ नयाँ मान्छेहरू हुन्छन् उनीहरूसँग चाहिँ आफ्नो घुलमिल हुँदैन हाम्रो कला संस्कृति सबै कुराहरू चाहिँ डिफ्रेन्ट हुन्छ एकदमै गाह्रो हुन्छ तिहारमा चाहिँ एकदमै घरको याद आउँछ मम्मी बाबालाई एकदमै मिस गर्छु अनि तिहारमा चाहिँ भाइलाई मेरो एउटा भाइ छ अनि एकदमै भाइलाई मिस गर्छु तिहारमा दसैँमा मलाई भने इक्जाम दिनु पाउनुहुन्न तपाईँको इक्जाम क्यान्सल भयो भने किन भन्दाखेरि चाहिँ 1 मिनट होइन जस्ट म चाहिँ 20 मिनट अगाडि पुग्दा पनि इक्जाम दिनुभन्दा 20 मिनट अगाडि पुग्दाखेरि पनि तपाईँको मिलेन क्या पुग्न चाहिँ कति मिनट अगाडि पुग्नु पर्थ्यो जस्तो तनाव हुँदैन पहिले सुरुमा घर जाउँ यो छोडेर खाली हो यत्तिकै हो आएर फसियो फसाद भयो कापुसियो भन्ने भएन चाहिँ फोन गरेर घरमा मम्मी ड्याडीलाई चाहिँ एकछिन रोको थिएँ कि जापानमा चाहिँ यस्तो हुँदो रहेछ म अनि कति सहज छ जापानमा कोही साथी त्यस्तो ट्र्यापमा परेको देख्नु भएको छ मेरो साथीहरू परेछ नि त्यसरी नै यो पुरुषहरू चाहिँ केटाहरू चाहिँ त्यसरी फस्ने हुन्छ कि हुँदैन जस्तो धेरै मर्ने सुसाइड गरेको होइन कसैले मारेरै फालिदियो भन्ने त्यस्तो घटनाहरू पनि सुनिराखेको छ क्या त्यस्तो कतिको हुन्छ अपराधबाट बाँच्नका लागि नेपालीहरूका लागि कति छ त्यस्तो रिस्की जोन छोरीचेलीले सङ्घर्ष गरेर विदेशसम्मको यात्रा गर्नका लागि पहिलो अप्सन त विदेश रोज्ने बेला नै घरबाट अब्जेक्सन आउँछ विशेष त अझ सुदूरपश्चिमका लागि भनौँ न छोरीचेलीहरूलाई तपाईँको समस्या र विशेष त अभिभावकलाई चाहिँ के भन्न चाहनुहुन्छ जसरी तपाईँ चाहिँ सङ्घर्ष गरेर 4 वर्ष भइसक्यो केही नभए नि अलिअलि इन्कम आउँछ होला के हदसम्म चाहिँ सफल हुनुभएको छ त्यो सङ्घर्ष कस्तो हुन्छ जापानको बसाइ कस्तो हुन्छ आमा बुवालाई के सन्देश दिन चाहनुहुन्छ जस्तो धेरै सोसियल मिडियातिर सुन्नमा आउँछ कि घरदेखि लाखौँ लाख चाहिँ 15-20 लाख चाहिँ लगानी गरेर घरघरेडी जग्गा चाहिँ धितोमा राखेर चाहिँ श्रीमतीलाई पठाइराखेको हुन्छ छोरीलाई पठाइराखेको हुन्छ विशेष गरी श्रीमतीलाई भनौँ न पठाइराखेको हुन्छ त्यसपछि श्रीमतीले चाहिँ धोका दिदिने त्यस्तो के बाध्यता आउँछ कि आफ्नो सँगै सात फेरा घुमेको श्रीमानलाई चाहिँ छोडेर जापानमा परपुरुषसँग लाग्नुपर्ने रुन्छु तर घरमा फ्यामिलीहरूले कसैलाई पनि देखाउँदैन क्या याद कसको आउँछ मलाई त मेरो मम्मी बाबाको भाइको याद आउँदैन भाइको याद आउँछ भाइको तर सबैभन्दा बढी चाहिँ मलाई मम्मी बाबाको नै याद आउँछ अब बाहिर देशमा चाहिँ जसको त्यसको ट्रस्ट गर्न चाहिँ एकदमै डर लाग्छ मैले चाहिँ एकदम कम साथीहरू बनाउँछु मेरो अहिले नि कोही एकजना मिल्ने साथी पनि छैन जापानमा केटी साथी भनौँ भने एकजना कोही पनि छैन मेरो काममा एकजना बहिनी छिन् अनि उनी चाहिँ एकदम जे कुरामा नि सपोर्ट गर्छन् बहिनी चाहिँ छिन् नमस्कार एनपी टक्समा तपाईँलाई हार्दिक स्वागत छ म गणेश बहादुर बिष्ट आजबाट हामीले एउटा नयाँ श्रृङ्खला सुरु गरेका छौँ एनपी टक सो र आजकै पहिलो श्रृङ्खलामा हामीले एउटा विशेष अतिथिलाई आमन्त्रण गरेका छौँ जसले नेपालको सङ्घर्ष बुझ्नु भएको छ विशेष गरी एउटा छोरीले नेपालबाट सङ्घर्ष गरेर एउटा गाउँबाट सङ्घर्ष गरेर जापानसँग कसरी साइनो गाँच्नु भएको छ जापान पुगेर कसरी सफलतापूर्वक आफ्नो सङ्घर्ष गरेर सफल हुनुभएको छ त्यहाँ सफलतासम्मको कथा हामी आज उहाँबाट सुन्नेछौँ उहाँ विशेष अतिथिलाई हार्दिक स्वागत गर्दै उहाँको परिचय उहाँबाट नै सुनौँ तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रममा धन्यवाद हजुरको परिचय हाम्रा दर्शक श्रोताहरूलाई नमस्ते मेरो नाम चाहिँ हिरा महरा गोदावरी नगरपालिका 2 कैलाली अतरियामा बसोबास गरिरहेकी छु अहिले जापानको बसाइ छ तपाईँको हजुर अहिले चाहिँ मेरो जापानको बसाइ कति दिनको बिदामा आउनु भएको छ म चाहिँ 25 दिनको बिदामा आएकी छु बिदा चाहिँ कहिले सकिन्छ अब बिदा चाहिँ मेरो यही भदौको 13 गते सकिन्छ 13 गतेको चाहिँ फ्लाइट रहेको छ 13 गते फ्लाइट छ भनेपछि चाडपर्व नजिकै छन् गौरा तीज विशेष त तपाईँ महिला भएको नाताले पनि 29 गते तीज छ सम्भवतः तीजलाई छोडेर जाँदा कस्तो कटक्क मन खाँदैन एकदमै नराम्रो लागिरहेको छ म चाहिँ जापान गएको अहिले अब 4 वर्ष हुन्छ 4 वर्षपछि चाहिँ नेपाल आएकी थिएँ अनि आउँदाखेरि नि मेरो चाहिँ उता बिदा चाहिँ अलि सर्ट नै भएर ठिक्क तीज चाहिँ नमनाइकन जानु बिदा लम्ब्याउ जस्तो भइरहेको छैन एकदमै भइरहेको छ मलाई चाहिँ यता आइसकेपछि जानु नै मन लागेको छैन तर के गर्नु जानुपर्छ रहर भन्दा नि बाध्यता कस्तो छ जापानको बसाइ कति सजिलो कति असजिलो छ जापानको बसाइ चाहिँ सुरुमा चाहिँ एकदमै गाह्रो छ
त्यहाँ बस्दै गइसकेपछि चाहिँ बिस्तारै त्यहाँको कुराहरू सबै कुराहरू सिक्दै गइसकेपछि चाहिँ बिस्तारै सहज हुँदै गएको छ। सुरुमा जाँदाखेरि चाहिँ एकदमै गाह्रो थियो। अहिलेको कति गाह्रो छ तपाईँलाई, कति सजिलो छ अहिले? अहिले सुरुको भन्दा त एकदमै सजिलो भएको छ, किनभने मैले त्यहाँ गएर धेरै कुराहरू सिकेँ। के काम गर्नुहुन्छ त्यहाँ? मैले चाहिँ कामहरू चाहिँ सुपर मार्केटमा काम गर्छु। आम्दानी चाहिँ कति हुन्छ? किनकि नेपालभन्दा त बढी नै होला। आम्दानी त्यस्तै, अब त्यहाँ चाहिँ काम चाहिँ यति आवर भनेर तोकेको हुन्छ, त्यही अनुसार काम गर्ने हो। कति वर्ष भयो जापान गएको? म जापान गएको चाहिँ 4 वर्ष पुग्छ अहिले। हजुर। जसो अब जापानको बसाइ ठ्याक्कै सम्झिँदाखेरि अहिले तपाईँ जसरी अलिअलि भयो नि स्टेबल हुनुभएको छ होला, अलिअलि पहिलाको तुलनामा अलिअलि बढी आउँछ होला आम्दानी पनि, कसरी सम्झनुहुन्छ काठमाडौँका कन्सल्टेन्सीहरूमा डुल्दै गरेको त्यो दिन र आज यसरी हामीले अन्तर्वार्ता गरेर सफल भएर किनभने लाखभन्दा माथि नै हुन्छ होला आम्दानी? त्यो त हुन्छ, तर त्यति नै खर्च पनि हुन्छ, इन्कम पनि हुन्छ। त्यो सङ्घर्षलाई कसरी सम्झनुहुन्छ? त्यो चाहिँ म चाहिँ एकदमै राम्रो डिसिजन पनि सोध्छु। म नेपाल छोडेर जाँदाखेरि नराम्रो चाहिँ एकदमै लागेको थियो, आफ्नो देश छोडेर अरू देशमा जाँदाखेरि एकदमै नराम्रो लागेको थियो, जान मन नै थिएन। तर पनि त्यहाँ गइसकेपछि चाहिँ जुन मैले स्ट्रगल गरेर अहिले जुन ठाउँमा म पुगेँ, आफूले जुन ठाउँमा अहिले आफूलाई पाएँ नि, त्यो देख्दाखेरि चाहिँ मलाई एकदमै राम्रो पनि लागिरहेको छ। तपाईँ काठमाडौँको कन्सल्टेन्सीहरूमा नै पढ्नुभयो? हजुर। कति जति बस्नुभयो, कति समय काठमाडौँमा? मैले चाहिँ काठमाडौँमा 5-6 महिना जति पढेँ जापानिज भाषा। त्यहाँ 5-6 महिना बसेर 4-5 महिना चाहिँ भाषा पढेर चाहिँ गएको। कति सजिलो छ त काठमाडौँका रुममा बसेर, काठमाडौँको त्यो महँगो रुममा बसेर, अझ त्यो महँगाइमा बसेर चाहिँ जापानसम्म पुग्नका लागि पश्चिमेलीहरूका लागि, अझ विशेष त गरिब छोराछोरी हुन्छन् उहाँहरूका लागि एकदमै गाह्रो हुन्छ नि। घरबाट सुरुमा त सपोर्ट नै हुँदैन, छोरी मान्छे विदेश जाने भनेपछि चाहिँ सुरुमै नाइ भन्नुहुन्छ क्या। घरबाट चाहिँ सुरुमा कहाँ एक्लै गर्न सक्दैन भन्ने चाहिँ हुन्छ। हाम्रो झन् सुदूरपश्चिममा छोरी मान्छेलाई एक्लै कतै पठाउने भने चाहिँ एकदमै डराउनुहुन्छ। अझ फेरि यो सुदूरपश्चिम भनेको त हाम्रो देशको तुलनामा अझ बढी पिछडिएको, अझ बढी यो चुलो चौकोमै सीमित राख्नुपर्छ भन्छन्। हजुर, त्यस्तै थियो। मलाई पनि सुरुमा त फ्यामिलीबाट नो नै थियो, छोरी मान्छे एक्लै आफ्नो देश छोडेर अरू देशमा हामीले कसरी पठाउने, नाइ नै भन्नुभएको थियो। तपाईँलाई पनि अब्जेक्सन आएको थियो? कसले नाइ भन्नु? घरमा मम्मी ड्याडीले नेपालमै फ्यामिलीबाटै पुरै? हजुर, नेपालमै पढेर राम्रो केही गर्न सकिन्छ भन्ने चाहिँ उहाँहरूको सोच थियो। मलाई चाहिँ होइन, नेपालमा बसेर गर्न त सकिन्छ, तर पनि आफूले नयाँ ठाउँमा गएर नयाँ केही कुराहरू सिकौँ भन्ने चाहिँ सोच भएर चाहिँ मैले चाहिँ जिद्दी गरेर भए पनि त्यहाँ जान्छु भनेर चाहिँ अनि म चाहिँ काठमाडौँ गएर चाहिँ भाषा पढ्न थालेँ कि। अप्ठ्यारो भयो होला नि त काठमाडौँमा त्यसरी जिद्दी गरेर नै बस्न, अझ छोरा भएको भए त काहीँ सजिलै काम गर्न अथवा के गरेर दिनचर्या बिताउन हुन्थ्यो। छोरीलाई त अझ बढी हेपिन्छ, काम दिन पनि चाहँदैनन् काठमाडौँको त्यो महँगाइ सहरमा। कति सहज भयो? फ्यामिलीबाट सबभन्दा पहिला कसरी सपोर्ट पाउनुभयो? कसबाट? ड्याडी, मम्मी? मैले चाहिँ ड्याडीबाट नै पाएँ भनौँ। ठ्याक्कै म सोध्न पनि बिर्सेको, को हुनुहुन्छ फ्यामिलीमा? मेरो फ्यामिलीमा चाहिँ मम्मी, बाबा अनि 2जना दिदी हुनुहुन्छ मभन्दा ठुलो, अनि 1जना भाइ। कति जति खर्च लाग्यो तपाईँले विदेश पुग्न, जापान पुग्न? म जापान पुग्न त्यति बेला लागेको थियो 13-14 लाख जति लागेको थियो। सबै खर्चहरू लागेर 14 लाखसम्म चाहिँ पुगेको थियो। त्यो कति वर्ष लाग्यो? ऋणै निकाले होला नि पक्कै पनि? उता गएर ब्याङ्क ब्यालेन्स थियो? ऋण नै निकालेको भनौँ, अलिअलि त्यत्रो ब्याङ्क ब्यालेन्स। कति समय लाग्यो त्यो ऋण तिर्न? लाग्यो अहिलेसम्म नि, स्टिल अहिलेसम्म नि तिरिराख्नु भएको छ? अहिले त सकियो। जस्तो अलिअलि अहिले सेभिङ हुन थालेको छ? अलिअलि सेभिङ पनि भइरहेछ अब चाहिँ। जस्तो तपाईँले भन्नुभयो नि, एउटा गहिरो कुरा भन्नुभयो क्या, छोरीचेलीले सङ्घर्ष गरेर विदेशसम्मको यात्रा गर्नका लागि पहिलो अप्सन त विदेश रोज्ने बेला नै घरबाट अब्जेक्सन आउँछ, विशेष त अझ सुदूरपश्चिमका लागि। भनौँ न छोरीचेलीहरूलाई तपाईँको समस्या र विशेष त अभिभावकले चाहिँ के भन्न चाहनुहुन्छ? जसरी तपाईँ चाहिँ सङ्घर्ष गरेर 4 वर्ष भइसक्यो, केही नभए नि अलिअलि इन्कम आउँछ होला, के हदसम्म चाहिँ सफल हुनुभएको छ? त्यो सङ्घर्ष कस्तो हुन्छ? जापानको बसाइ कस्तो हुन्छ? आमा बुवालाई के सन्देश दिन चाहनुहुन्छ? म चाहिँ सुरुमा के भन्छु भन्दाखेरि कुनै पनि मान्छेले म चाहिँ यो गर्न चाहन्छु भनेर उसले मनदेखि नै गर्न चाहन्छ भने चाहिँ उसलाई चाहिँ रोक्नु हुँदैन, गर्न दिनुपर्छ। अपर्च्युनिटी चाहिँ एकचोटि दिनुपर्छ, कसैलाई नि के गर्ने भन्न चाहन्छु।
अनि फ्यामिलीहरूले चाहिँ सुरुमा चाहिँ बुझ्नुहुन्न क्या होइन उसले चाहिँ बाहिर गएर गर्न सक्छ र सक्दैन होला नेपालमै त केही गरेको छैन भन्ने नि हुन्छ नि त हामीले त अब नेपालमा त्यस्तो कामहरू गरेको हुँदैन उता गएपछि त अनि कामहरू गर्नुपर्छ सबै कुराहरू आफ्नो एक्लै म्यानेज गर्नुपर्ने हुन्छ नि त अनि त्यही भएर चाहिँ त्यो कुराहरूमा चाहिँ कसैले गर्न चाहन्छु मै भन्दाखेरि फ्यामिलीले नि सपोर्ट गरे चाहिँ राम्रो जस्तो एउटा ब्याड कन्सेप्ट चाहिँ के छ भने नेपाली समाजमा छोरीचेलीले घरमै बस्नुपर्छ चुलो चौकोमै बस्नुपर्छ विदेश जानु हुँदैन किन भन्दा रहेछन् कस्तो भन्ने अब विदेश भने चाहिँ एकदम राम्रो इमेज पनि छ नराम्रो इमेज पनि छ नि त अब खाडी मुलुकमा गएर मान्छेहरू यताउति भएको त्यो सुनेर पनि होला सायद या केही नराम्रो घटनाहरू खाडी मात्र होइन अरू देशमा पनि जसो राम्रो राम्रो कन्ट्रीमा अमेरिकै जाऊ अथवा अस्ट्रेलियै जाऊ जापान कोरिया जाँदा पनि खासै सपोर्ट चाहिँ पाइया हुँदैन क्या यो तपाईँले चाहिँ के पाउनुभयो त तपाईँले कति सहज पाउनुभयो छोरीचेली बिग्रिन्छन् नेपाली चेली बिग्रिन्छन् भन्ने जुन ब्याड कन्सेप्ट छ त्यो के कति पाउनुभयो तपाईँले त्यो चाहिँ आफूमा भर पर्ने कुरा हो आफूले चाहिँ आफूलाई कतिको कन्ट्रोल गर्ने के कुरामा कसरी उ गर्ने भन्ने कुरा चाहिँ त्यो आफूमा चाहिँ भर पर्छ त्यो चाहिँ त्यो बिग्रिने उ गर्ने भन्दा नि आफूले चाहिँ आफूलाई कसरी अगाडि बढाउने त्यो चाहिँ तपाईँको कथा छ होला विशेष त हामीले त्यो बुझेर नै तपाईँलाई पनि आमन्त्रण गरेका थियौँ तपाईँले बाल्यकाल अवस्थादेखि जापानको बसाइसम्म अहिले त एसी रुममै बस्नुहुन्छ होला सम्भवतः सुरुवाती अवस्थामा ग्रामीण क्षेत्र सुदूरपश्चिम भनेपछि चुइने घर नै हुन्छ धेरै जस्ताको एकदमै त्यो बसाइसम्मको सङ्घर्ष कस्तो रह्यो एउटा जर्नी कस्तो रह्यो तपाईँको म चाहिँ एउटा मिडल क्लास फ्यामिलीबाट हो मेरो मम्मी बाबा चाहिँ पढाउनुहुन्छ सरकारी स्कुलमा दुवैजना चाहिँ पढाउनुहुन्छ अनि म चाहिँ सानो 1 क्लासदेखि 8 क्लाससम्म चाहिँ सरकारी स्कुलमा नि पढेको त्यसपछि त्यो चाहिँ मेरो मम्मी ड्याडी पढाउने स्कुलमा नै म पढेँ अनि त्यसपछि चाहिँ 9, 10, 11, 12 चाहिँ मेरो अत्तरिया दुर्गालक्ष्मी स्कुलमा पढेँ मैले अनि त्यसपछि +2 पास भइसकेपछि चाहिँ मैले 2 वर्ष चाहिँ मैले टिचिङ गरेँ प्राइभेट स्कुलमा चाहिँ 2 वर्ष मैले टिचिङ गरेँ कति तलब थियो सुरुमा तलब त त्यस्तो राम्रो थिएन फर्स्ट प्लस भन्न मिल्छ मिल्छ कति थियो तलब 8,000 त्यसपछि अनि त्यसपछि पढ्दा पढ्दै मैले ब्याचलर नि जोइन गरेँ अनि त्यति बेला ठिक्क लकडाउन पनि भएको थियो कोरोनाले गर्दा लकडाउन भएर पढाइ पनि त्यस्तै थियो अनि त्यो बिचमा चाहिँ कस्तो आफूलाई खाली पनि पाएँ मैले कलेजहरू पनि जानु पर्दैन थियो त्यस्तै घरबाटै पढ्ने इक्जाम मात्रै दिने टाइपको थियो नि त अनि त्यति बेला चाहिँ म त्यस्तै बेला सोच आएर चाहिँ मैले जापान जाने डिसिसन लिएर घरमा चाहिँ भनेँ म चाहिँ अब यता बसेर चाहिँ केही होला जस्तो लाग्दैन म चाहिँ जापान जान्छु भनेर चाहिँ मैले घरमा फ्यामिलीलाई त्यसरी भनेर अनि मम्मी ड्याडीले चाहिँ सुरुमा मान्नु भएको थिएन बिस्तारै चाहिँ मैले जान्छु म गर्न सक्छु उता गएर भनेर भन्छेपछि चाहिँ फ्यामिलीले मान्नुभयो अनि त्यसपछि म काठमाडौँ गएँ काठमाडौँ गएर चाहिँ सुरुमा होस्टेल बसेर ल्याङ्ग्वेज क्लासहरू जोइन गरेँ अनि ल्याङ्ग्वेज पढेँ होस्टेलमा नि झ्याउ लाग्यो मलाई त्यो अलि नमिल्ने जस्तो भएर अनि फेरि त्यो रुममेट्सहरूको अलि मेलमिलाप भएन भाइब मिलेन भनौँ न यङ एजमा नयाँ ठाउँको मान्छेहरू उहाँहरू पनि अनि म पनि अर्को ठाउँको भयो अलिकता मिलेन जस्तो लाग्यो अनि त्यसपछि त्यहाँ रुम लिएर बस्यौँ 4 महिना जति रुम लिएर बसेँ गाह्रो भयो त्यसपछि जसरी जापानमा चाहिँ काम पाउन गाह्रो हुन्छ भन्छन् क्या तपाईँलाई कति सहज कति गाह्रो भयो काम पाउन जाने बित्तिकै त सुरुमा त हामीलाई काम पाउन गाह्रो नै भएको थियो तर जाने बित्तिकै चाहिँ सुरुमा चाहिँ कलेजले नि काम लगाइदिन्थ्यो क्या हामी जुन कलेजमा पढ्न जान्छौँ नि त्यो कलेजले नै काम खोजिदिन्थ्यो काम खोज्नु चाहिँ अलि टाइम लाग्थ्यो 1 महिना जति लागेको थियो जस्तो अहिले त सुपर मार्केटमा गर्छु भन्नुभएको छ सुरुमा चाहिँ के काम गर्नुभएको थियो एउटा कन्सेप्ट पनि छ क्या नेपाली समाजमा गएपछि टोइलेटै सफा गर्नुपर्छ झाडु पोछा नै गर्नुपर्छ भन्ने त्यो ब्याड कन्सेप्ट हो कि साँच्चै त्यो छ होइन झाडु पोछा गर्नुपर्छ भन्ने नै छैन जापानमा धेरै कामहरू पाउँछ जस्तोसुकै नि कामहरू पाउँछ मैले चाहिँ सुरुमा जाने बित्तिकै चाहिँ बेन्तो भन्छ त्यहाँ चाहिँ खानाहरू प्याक गर्ने त्यो टाइपको चाहिँ काम गरेको थिएँ अहिले चाहिँ सुपर मार्केटमा हुनुहुन्छ हजुर अहिले जस्तो काम पाउनका लागि एक प्रकारले पुरानो मान्छे भनौँ न जापानको बसाइ लामो भइसकेको त्यहाँको सेन्पाई अब सेन्पाई त्यो सिनियर जो हुन्छ त्यो सिनियर खेमा जसले जापानको बसाइ बुझिसकेको हुन्छ त्यहाँको रहनसहन सबै कहाँ काम पाइन्छ भनेर पुरुषबाट चाहिँ महिलाहरूलाई चाहिँ दुर्व्यवहार गर्ने गरिन्छ क्या भनेको म चाहिँ काम लगाइदिन्छु तपाईँलाई मेरो लागि चाहिँ यो गरिदिनुपर्छ
यहाँ घुम्न जाऊ न म काम लगाइदिन्छु भन्ने त्यस्तो प्रकारको तपाईँले भोग्नु परेको परेन? नै, मेरो चाहिँ त्यस्तो परेन। मेरो चाहिँ सुरुमा चाहिँ कलेजले काम लगाइदियो, त्यसपछि चाहिँ कलेजले लगाइदिएको काम चाहिँ मैले 2 महिना जति गरेँ अनि मलाई चाहिँ अलि त्यो काम गाह्रो जस्तो लाग्यो। अनि टाढा पनि थियो, बिहानै उठेर जानुपर्ने ट्रेनमा, अनि 1 घन्टा जान लाग्थ्यो। जम्मा 4 घन्टा काम गरेर फेरि फर्केर कलेज जानुपर्ने। ट्रेनको 1 घन्टाको यात्रा? हजुर। अनि त्यहाँ निदाउने क्या, अनि ट्रेनमै सुत्ने, फर्किँदा सुत्ने। कामको चटारो, पढ्नुपर्ने तनाव, घरको ऋण तिर्नुपर्ने तनाव, त्यो सबै सम्झेर 1 घन्टाले कति सुत्नु चाहिँ कति हुन्छ? कति घन्टा सुत्न मिल्छ सुरुमा? सुरुमा त त्यस्तो धेरै कामहरू गर्नु परेको थिएन। हाम्रो थोरै नै थियो काम चाहिँ, काम पाउनै गाह्रो थियो। अनि त्यति धेरै कति घन्टा काम गर्नुभयो सुरुमा? सुरुमा मैले चाहिँ 24 घन्टा 25 घन्टा चाहिँ गरेँ हप्ताको। हजुर। 1 दिनमा 4 घन्टा 4 घन्टा, अनि बिदाको दिन चाहिँ 8 घन्टा काम गर्थेँ। शनिबार आइतबार चाहिँ बिदा हुन्थ्यो 2 दिन, त्यो दिन चाहिँ 8 घन्टा। जस्तो तनाव हुँदैन पहिले सुरुमा? घर जाउँ, यो छोडेर खाली हो, यत्तिकै हो, आएर फसियो, फसाद भयो, कापुसियो भन्ने भएन? मेरो चाहिँ फर्स्ट दिनको काम गरेको एक्सपिरियन्स चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ मैले चाहिँ फोन गरेर घरमा मम्मी ड्याडीलाई चाहिँ एकछिन रोएको थिएँ कि जापानमा चाहिँ यस्तो हुँदो रहेछ। अनि मेरो मम्मी ड्याडी पढाउनुहुन्छ नि त, अनि मैले चाहिँ उभिएर त्यस्तो धेरै काम गरेको थिएन। अनि फर्स्ट दिन जाँदाखेरि चाहिँ बिदाको दिन थियो, अनि त्यो दिन चाहिँ मेरो 8 घन्टाको सिफ्ट थियो क्या। अनि त्यहाँ चाहिँ उभिएर मात्रै काम गर्नुपर्छ, जापानमा चाहिँ बसेर गर्ने काम हुँदैन, उभिएर काम गर्नुपर्ने। अनि त्यो बेन्तोहरू चाहिँ प्याक गर्नुपर्ने। त्यो बेन्तो भन्नाले? बेन्तो भनेको चाहिँ खानेकुराहरू, त्योहरू चाहिँ प्याक गर्नुपर्ने, मासुहरू हुन्छ, सबै कुराहरू हुन्छ क्या। अनि मेरो चाहिँ त्यो चिसो मासुहरू चाहिँ प्याक गर्नुपर्ने थियो। त्यो उभिएर 8 घन्टा काम गर्नुन्जेल चाहिँ मेरो ढाड यति दुखेको थियो कि मैले चाहिँ घरमा सम्झेको कि त्यो काम गर्दा गर्दै मैले 4 घन्टा सुरुमा त काम गरेँ, पछिको 4 घन्टा चाहिँ मैले फ्यामिली सम्झेँ है। मम्मी ड्याडीले पढाउनुहुन्छ, उभिएर कसरी गर्नुभयो होला अहिलेसम्म चाहिँ भन्ने सम्झेँ। यति धेरै कुराहरू आयो, नेपालको याद आयो। त्यो दिन चाहिँ मैले घर आएर मम्मी ड्याडीलाई फोन गरेर पनि भनेँ। अनि मम्मीले भन्नुभएको थियो पैसा कमाउन त्यति सजिलो छैन नि, गाह्रो हुन्छ नि भनेर। याद आयो होला नि त, ड्याडी मम्मीले पकाइदिएर ठ्याक्कै थालमा राखेर खाएको त्यो फालेर। जो छोरी मान्छेले त अलिअलि खाएको भाँडा धुन्छ होला, नत्र छोरा मान्छेले त्यो पनि गर्दैन। त्यो याद आयो होला? एकदम याद आयो मैले त। अनि एकछिन रोएँ पनि है। अनि बाबाले पनि सम्झाउनु भयो पैसा कमाउन सजिलो छैन नि, गाह्रो हुन्छ, सुरुमा त्यस्तै हो। भोलि फोनमा रोउनु भयो? एकछिन त रोएँ म रोएँ एकछिन। आमाले के भन्नुभयो? मम्मीले भन्नुभयो हुन त मैले पहिला यता नि काम गरेको थिएँ, तर त्यहाँको काम चाहिँ अलि डिफ्रेन्ट थियो नि त। उभिएर एकै ठाउँ नि रोपिनु पर्ने क्या, हिँड्नुपर्छ। हामी त यता पढाउँदाखेरि त मैले यता अलिअलि हिँड्थ्यो नि त यताउति, त्यहाँ चाहिँ एकै ठाउँ नि रोपेर त्यो मिलाइराख्दाखेरि चाहिँ कस्तो ढाड पनि दुख्ने, के सम्झना आउने, ल म कुन देशमा आएँ, कस्तो काम। त्यतिखेर कोही नेपाली साथी थिए कि थिएनन्? त्यहाँ सँगैको साथीहरू थिए, तर बोल्न चाहिँ मिल्थेन नि त त्यहाँ काम गर्दाखेरि चाहिँ, बोल्न नमिल्ने। त्यहाँ चाहिँ नेपाली चाहिँ स्याइन हुनुहुन्थ्यो। स्याइन भनेको चाहिँ उहाँ वर्किङ गरिसकेको मान्छे क्या, अनि अलि स्ट्रिक हुनुहुन्थ्यो क्या। अनि यताउति बोल्यो भने मजाले काम गर भन्ने क्या, सुरुमा आएकोलाई कुरा लगाइदिने हुन्थ्यो। त्यस्तो हो नि। अनि हामीलाई पनि डर लाग्ने कि के भन्ने हो, अब फेरि भाषा आउँदैन सुरुमा जाँदाखेरि त, अलिअलि आउँछ है। अनि त्यही भएर धेरै नबोल्ने, चुप लागेर काम गर्ने। त्यति बेला चाहिँ एकदमै घरको याद। कति सहज छ जापानमा? सहज त छैन, सुरुमा चाहिँ एकदम गाह्रो छ। पहिला त अलिअलि सहज हुन्थ्यो, अहिले चाहिँ एकदमै गाह्रो भएको छ। जापानले चाहिँ एकदमै कामहरू पाउनु, ह्यान्ड क्यास कामहरू पाउनु एकदमै गाह्रो छ। एउटा कामले चाहिँ जापानमा खान, बस्न, कलेज फीहरू तिर्न, आफ्नो खर्चहरू गर्न एकदमै गाह्रो छ अहिले चाहिँ। जस्तो जापानमा भन्छ नि, नर्मली काम त मिलिरहेको हुन्छ, ब्याङ्कमा आउने पैसा काम त मिलिरहेको हुन्छ, तर ह्यान्ड क्यास पाउँदाखेरि चाहिँ गाह्रो हुन्छ भन्छन् के। भनेको ह्यान्ड क्यास काम खोजिदिनका लागि चाहिँ अफर गर्ने भनेको पुरुषहरूले चाहिँ लेडिजहरूलाई, गर्ल्सहरूलाई चाहिँ मेरो भनेको फिल्म हेर्न जाउँ अथवा डेटिङ जाउँ, घुम्न जाउँ भन्ने प्रकारको अप्रोच गर्छन् रे क्या। त्यो कतिको साँचो? त्यस्तो मान्छेहरू पनि हुन्छन्, कोही मान्छेहरू चाहिँ राम्रो पनि हुन्छन्, कामहरू खोजिदिने। अगाडि गएको सिनियरहरूले चाहिँ आफूले कतै दाइ काम छ भने पनि खोजिदिने, राम्रो तरिकाले यहाँ छ बहिनी यहाँ जाऊ भन्ने हुन्छन् भने। कोही चाहिँ कस्तो हुन्छन् भन्दाखेरि ए हो र, कता हो बस्ने, कोसँग बस्छौ नि, कतिजना हो बस्ने, कतिजनालाई चाहिएको भनेर सोध्ने है। अनि त्यसपछि दाइ म त एक्लै हो, गाह्रो परेछ भने चाहिँ ए हो र, ल त्यसो भयो मलाई यहाँ आएर भेट, अनि एकछिन भेटेरै कुरा गरौँला नि भन्ने नै हुन्छन् क्या। त्यो कामहरू खोज्न त्यस्तो सजिलो चाहिँ हुँदैन, तर ह्यान्ड क्यास काम पाउन त्यस्तो त्यो केटाहरू त्यस्तो नि हुन्छन् कोही कोही मान्छेहरू चाहिँ। तपाईँले त्यस्तो भोग्नु परेको परेन? मैले त्यस्तो त भोग्नु परेन। मैले चाहिँ साथीहरूबाट चाहिँ, हाम्रो त्यो सँगै पढ्ने साथीहरूले चाहिँ यताउति कुरा गरेर केटाहरूले नै, अनि त्यसरी ह्यान्ड क्यास कामहरू खोजेको थियौँ सुरुमा। कोही साथी त्यस्तो ट्र्यापमा परेको देख्नु भएको छ? मेरो साथीहरू परेछ नि त्यसरी नै।
कसरी तिनीहरूले चाहिँ फसाउँछन् क्या नेपालीहरूलाई, नेपाली चेलीहरूलाई? मेन भनेको केटाहरूले चाहिँ तिमी कति राम्री भनेर फकाइदिने क्या। सबभन्दा अगाडि चाहिँ तिमी त कति राम्री भनेर उनीहरूले चाहिँ कति राम्री छौ तिमी त भनेर भन्यो भने केटी मान्छे अब कोही कोही त हुन्छ नि त, ए हो र म त साँच्चै राम्री छु र भनेर सोध्ने नि हुन्छन् है। अनि त्यो त अब जसलाई नि केटा मान्छेले जो केटीलाई नि राम्री छ भनि नै हाल्छन् है। त्यो त अब आफू थाहा भयो भने आफू कस्तो छु भनेर होइन। अब कसैले तिमी राम्री भनेर राम्री हुने होइन, नराम्री भनेर नराम्री हुने होइन। अनि त्यो कुराहरूले चाहिँ म तिमी कति राम्रो लाग्छ मलाई भनेर गर्दै गरेर इमोसनल्ली चाहिँ ऊ फसाइरहेको नि हुन्छन्। मेरो साथीको नि एउटा त्यस्तै इन्सिडेन्ट भएको थियो। ऊ चाहिँ एक्लै बस्थ्यो अनि उसलाई चाहिँ ह्यान्ड क्यास काम चाहिएको थियो। अनि त्यसपछि त्यहाँ चाहिँ ह्यान्ड क्यास काम खोजिदिने कम्पनीहरू पनि हुन्छ क्या, नेपालीहरूको नि हुन्छ त्यो। अनि त्यसमा चाहिँ त्यहीँकै मान्छेलाई चाहिँ दाइ मलाई चाहिँ ह्यान्ड क्यास काम चाहिएको छ, म चाहिँ एक्लै बस्छु, रुम भाडा तिर्न गाह्रो हुन्छ, कलेज फीहरू तिर्न गाह्रो हुन्छ भनेको रहेछ। अनि केटाले चाहिँ ए हो र ल हुन्छ भनेर चाहिँ उसलाई काम हालिदिएछ क्या। तपाईँको साथी? हजुर, सँगै रुममेट कि? रुममेट भनौँ नै, साथी कलेजको, एउटै कलेज पढेको जो साथी थियो। अनि त्यसपछि भन्छ कि चाहिँ त्यो साथी नेपाली नै केटी साथी थियो। अनि ऊ चाहिँ कस्तो भएछ भन्दाखेरि एक दिन काम गएछ। अनि काम गएछ अनि सबै कुराहरू भन्नुपर्छ क्या आफ्नो काममा चाहिँ। हाम्रो त्यो एउटा जाइरो कार्ड हुन्छ, त्यसमा चाहिँ त्यो बुझाउनुपर्छ क्या। त्यसमा चाहिँ हाम्रो एड्रेस कहाँ बस्छ के बस्छ सबै डिटेलहरू हुन्छ अनि मोबाइल नम्बरहरू दिनुपर्छ। अनि त्यो दिँदाखेरि चाहिँ उसले चाहिँ त्यो सबै बुझाएको थियो। अनि ऊ कामबाट यति बजी फर्किने भन्ने त उनीहरूलाई थाहा हुन्छ नि त होइन, त्यहाँ काम लगाउने मान्छेहरूलाई। अनि कामबाट फर्केपछि चाहिँ उसको रुम अगाडि चाहिँ त्यो केटा मान्छे चाहिँ आएको क्या। अनि अब काम लगाइदिने केटा? हजुर, अब रुमहरू त उसलाई थाहा भयो नि त यहाँ भनेर। अनि ऊ रुम फर्किँदा चाहिँ त्यो मान्छे चाहिँ त्यहाँ अगाडिको रुम अगाडि थियो। त्यो चाहिँ मैले सुनेको, साथले भनेको। अब त्यो पछि के भयो मलाई थाहा छैन, उसले चाहिँ यसरी यसरी आएको थियो भन्ने चाहिँ सुने। जो चेलीहरू त्यसरी ट्र्यापमा पर्छन् कामको सिलसिलामा, त्यसरी चाहिँ हुन्छ। त्यही भएर धेरै जस्तो आफ्नो प्राइभेट कुराहरू चाहिँ कसैलाई सेयर नगरेको राम्रो। जापानमा बस्नेहरू मान्छेहरूले चाहिँ पर्सनल कुराहरू सकेसम्म कसैलाई नि सेयर नगरौँ। आफू मजाले बिजी भइन्छ, बिजी हुने, धेरै मान्छेहरू साथीहरू नि नबनाउने। तिमीले राम्री छौ भनेर मक्कै भएर तिनीहरूसँग नजाने। त्यो आफूले बस्ने हो, मान्छेहरूको कस्तो इन्टेन्सन छ त्यो आफूले थाहा पाएर कोसँग कतिको लिमिटमा बोल्नुपर्छ। अनि राम्रो मान्छेहरूसँग राम्रो सम्बन्ध राख्ने, नराम्रो मान्छेहरूसँग चाहिँ सकेसम्म टाढा भएको चाहिँ राम्रो केटीहरूका लागि चाहिँ। जस्तो धेरै सोसियल मिडियातिर सुन्नमा आउँछ कि घरदेखि लाखौँ लाख चाहिँ 15-20 लाख चाहिँ लगानी गरेर घरघरेडी जग्गा चाहिँ धितोमा राखेर चाहिँ श्रीमतीलाई पठाइराखेका हुन्छ, छोरीलाई पठाइराखेका हुन्छ। विशेष गरी श्रीमतीलाई भनौँ न पठाइराखेका हुन्छ। त्यसपछि श्रीमतीले चाहिँ धोका दिदिने त्यो त्यस्तो के बाध्यता आउँछ कि आफ्नो सँगै सात फेरा घुमेको श्रीमानलाई चाहिँ छोडेर जापानमा परपुरुषसँग लाग्नुपर्ने? त्यस्तो घटनाहरू चाहिँ भइरहेको हुन्छ। मलाई नि एकदमै नराम्रो लाग्छ त्यस्तो कुराहरू सुन्दा है, सोसियल मिडियामा आइरहेको हुन्छ त्यस्तो। अब मैले भोगेअनुसार चाहिँ विदेश भनेको चाहिँ कस्तो भने चाहिँ एक्लै भइन्छ, त्यहाँ कोही पनि हुँदैन क्या। अब कोही पनि हुँदैन, आफ्नो स्ट्रगल गरेर आउँछ। त्यति बेला कोही मान्छेले साथ सपोर्ट दियो भने सायद उसँग नजिक भइन्छ होला, त्यसैले पनि होला। तर सकेसम्म चाहिँ त्यो अरू मान्छेसँग नजिक हुनुभन्दा नि आफ्नो बरु फ्यामिलीसँग कुरा गर्ने, एकजना बरु राम्रो केटी साथी नै बनाउने होइन। बिहे गरेको मान्छे छ भने केटी साथीहरू बनाउने, आफ्नो काममा बिजी हुने, फ्री भएको टाइममा फ्यामिलीलाई दिने, त्यो गर्दा चाहिँ राम्रो। फस्छन् चाहिँ कसरी क्या महिलाहरू? तपाईँले त्यस्तो के हुन्छ नि, तपाईँले चिनेको महिला जो विवाहित भइसकेको छ नि, त्यो विवाह गरेर चाहिँ घरदेखि श्रीमानले जस घरबाट लगानी गरेर श्रीमानले चाहिँ विदेश पठाउँछ। अनि बिहे गरेको महिला चाहिँ परपुरुषसँग लागेको, आफ्नो श्रीमानलाई चाहिँ धोका दिएको, त्यस्तो देख्नु भएको छ, सुन्नु भएको छ? मैले त्यस्तो चाहिँ देखेको छैन। म चाहिँ आफ्नो लाइफमा यति बिजी हुन्छु कि मेरो चाहिँ त्यो यताउति खासै टाइम नै हुँदैन क्या। मैले देख्ने भनेको कहिलेकाहीँ सोसियल मिडियामा अनि कहिलेकाहीँ साथीहरूको माझमा चाहिँ ए फलानाको यस्तो रहेछ, फलानाको उस्तो रहेछ भन्ने चाहिँ त्यो चाहिँ सुनेको छु। आफ्नै आँखाले चाहिँ त्यस्तो देख्ने उ गर्ने चाहिँ टाइमै हुँदैन क्या। म नि बिहान उठ्ने, कलेज जाने, कलेजबाट डाइरेक्ट काम, राति घर आउने क्या। सुत्ने भनेको जम्मा 5-6 घन्टा टाइम हुन्छ, त्यो बाहेक अरू केही यताउति मतलब नै हुँदैन क्या। आफ्नै लाइफमा यति बिजी हुन्छ कि त्यो एक दिन पनि बिदा कहिलेकाहीँ त बिदा नै हुँदैन। जस्तो जापानमा धेरै भ्रमहरू हुन्छन्। तपाईँको जो आउने न्यू कमरहरूलाई, भाइ बहिनीहरूलाई चाहिँ के त्यस्ता भ्रम छन्, के त्यस्तो चिर्न चाहनुहुन्छ तपाईँ चाहिँ? यस्तो यस्तो भ्रम छ सोसियल मिडियाहरूमा होइन, समाजमा चाहिँ यस्तो यस्तो भ्रमहरू छ, भाइ बहिनीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जो आउने पिँढी हुन्छ?
अब अहिले चाहिँ भन्नुपर्दा जापानमा आउने चाहिँ एकदमै धेरै हुनुहुन्छ क्या। +2 सक्ने बित्तिकै जापानिज भाषा पढ्न कन्सल्टेन्सी जाने, भाषा पढ्ने अनि जापान जाने भनेर जसलाई सोधे नि के गरिरहेको छौ भनेपछि जापानिज भाषा पढ्दैछु भनेर भन्छन्। अनि कति धेरैले सोध्छन् पनि दिदी कस्तो छ नि जापानमा, कतिको तपाईँको इन्कम हुन्छ, कतिको बच्छ भनेर सोचिरहेको हुन्छन्। उनीहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि अब सकेसम्म चाहिँ नेपालमै गरेको राम्रो हो। तर नेपालमा चाहिँ अब गरौँ भन्दाखेरि अहिले नेपालमा चाहिँ नेपाल सरकारले चाहिँ स्टुडेन्टहरूलाई पनि पार्ट टाइम जबहरू दिएर पढ्ने व्यवस्था गरिदिएको भए सायद त्यस्तो हुन्थेन होला। अहिले त्यस्तो पनि छैन। अनि त्यो भएर चाहिँ उनीहरूले चाहिँ अब गएको सिनियरहरूलाई देखेर पनि अब अलिअलि भयो नि आफ्नो त हुन्छ नि त, सेल्फ डिपेन्ड भइन्छ भनेर जाने डिसिसन लिनुहुन्छ। उनीहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि तपाईँहरू चाहिँ पहिला चाहिँ आफ्नो मेन्टल्ली चाहिँ म चाहिँ विदेश गएर एक्लै स्ट्रगल गरेर चाहिँ म दुःख गरेर अगाडि बढ्छु भन्ने चाहिँ मेन्टालिटी लिनुभएको छ भने चाहिँ ठिक छ। त्यत्रो घरबाट फ्यामिलीहरूले ऋण लगाउनुहुन्छ, पठाउनुहुन्छ, उहाँहरूको विश्वास चाहिँ नतोड्ने। आफूले गएर म चाहिँ वहाँ गएर दुःख गर्छु, कसैमा डिपेन्ड चाहिँ हुँदैन, म अरूलाई चाहिँ यो गरिदिए त्यो गरिदिए भनेर चाहिँ भन्दिनँ। म चाहिँ जति दुःख भयो नि गर्छु, जस्तो फेज आयो नि भनेर चाहिँ त्यो माइन्ड मेकअप लिएर गयो भने चाहिँ राम्रो छ। अनि त्यहाँ चाहिँ अरूको भर चाहिँ नपर्ने क्या सकेसम्म चाहिँ। स्ट्रेपमा पार्ने हो त्यो चाहिँ नपर्नु होला। राम्रो मान्छेहरू पनि यो महिलाको कुरा त गरेँ मैले, यो पुरुषहरू चाहिँ केटाहरू चाहिँ त्यसरी फस्ने हुन्छ कि हुँदैन? जस्तो धेरै मर्ने, सुसाइड गरेको होइन, कसैले मारेरै फालिदियो भन्ने त्यस्तो घटनाहरू पनि सुनिराखेको छ क्या। त्यस्तो कतिको हुन्छ अपराधबाट बाँच्नका लागि नेपालीहरूका लागि कति छ त्यस्तो रिस्की जोन? भन्यो भने जापान चाहिँ एकदमै सेफ कन्ट्री हो है। अरूको तुलनामा चाहिँ अरू देशहरूभन्दा चाहिँ जापान एकदमै सेफ कन्ट्री हो। त्यहाँ चाहिँ जापानिजहरूबाट या अरूबाट चाहिँ त्यस्तो धेरै केही पनि हुँदैन। गाह्रो चाहिँ कतिको हुन्छ? के कुरा चाहिँ नराम्रो छ कि जापानमा नेपालीहरूका लागि? जापानमा गाह्रो चाहिँ धेरै नै छ है। जापानमा अहिले चाहिँ पहिलेको भन्दा चाहिँ एकदमै गाह्रो छ। नयाँ ठाउँ, नयाँ भाषा हुन्छ, नयाँ मान्छेहरू हुन्छन्, उनीहरूसँग चाहिँ आफ्नो घुलमिल हुँदैन। हाम्रो कला संस्कृति सबै कुराहरू चाहिँ डिफ्रेन्ट हुन्छ, एकदमै गाह्रो हुन्छ। सबभन्दा गाह्रो चाहिँ हामीलाई काम गर्न नि गाह्रो भनौँ। काम धेरै गर्न मिल्दैन। जम्मा 28 घन्टा हुन्छ अनि त्यो मध्ये पढ्नु पर्यो, पढेर बाँकी रहेको टाइम चाहिँ काम गर्ने। त्यही माथि एउटा कामले केही पनि पुग्दैन क्या। अनि त्यहाँको खर्च चाहिँ एकदमै धेरै छ। मान्छेहरूले भन्छन् ए जापानमा चाहिँ टन्न कमा होला, कति कमाइस् त भनेर भन्छन्। नेपालकै साथीहरूले नि कतिहरूले अब बहिनीहरूले यताउतिले पठाइदेऊ न हामीलाई अलिअलि पैसा खर्च, जापान गएको यत्रो टाइम भयो। विदेश गएपछि त अभियसली भइहाल्छ नि, विदेश गएको छ 2-3 लाख रुपियाँ महिनाको मन्थली आउँछ भन्ने हुन्छ। जसले नि कति कमाउँछन् भनेर सोध्छन् होइन, यति कमाउँछु भन्दाखेरि ए त्यसो भए त मजाले बच्छ होला भन्छन्। तर त्यो मध्ये चाहिँ बच्न चाहिँ केही पनि बच्छ। जस्तो एउटा मेरो साथी पनि छ क्या जापान, यसो पठाइदिनु त एउटा मोबाइल भनेपछि गाह्रो छ यार भन्छ क्या। त्यो गाह्रो चाहिँ के हुन्छ कि इन्कम चाहिँ 2-3 लाख हुन्छ। अनि त्यो एउटा भ्रम पनि छ अथवा भनौँ न मिसअन्डरस्ट्यान्डिङ हो कि कन्फ्युजन, त्यो क्लियर इन्फर्मेसन चाहिँ छैन कि जस्तो 2-3 लाख कमाइ हुन्छ अनि त्यो पैसा जान्छ चाहिँ कहाँ क्या? पैसा कमाइ हुन्छ तर त्यही अनुसार खर्च पनि छ क्या। तपाईँको खाना खर्चमै कति खर्च हुन्छ, रुम भाडा अब कतिसँग कसरी बसेछ भन्ने कुरा। एक्लै बसेछ भने कम्तीमा नि त्यहाँ रुमहरू चाहिँ तपाईँको 30,000 भन्दा नि 30,000, 40,000, 50,000सम्मको रुमहरू हुन्छ। नेपाली तपाईँको नेपाल र जापानको अनुभव चाहिँ कस्तो रह्यो? फरक चाहिँ के रह्यो नेपाल र जापानको अनुभवमा? नेपाल र जापान दुवै एकदमै राम्रो। अनि मलाई चाहिँ कसको लाग्छ नेपालको कि जापानको बढी? मलाई चाहिँ माया नेपालको लाग्छ। तर सबै कुराहरू आफ्नो करियर हेर्दाखेरि, पैसा हेर्दाखेरि, त्यो हेर्दाखेरि चाहिँ जापान नै राम्रो लाग्छ। जन्मथलो भन्छ नि, जन्मथलोको माया लाग्छ। हजुर माया लाग्छ। तर अब आफ्नो फ्युचर हेर्दाखेरि चाहिँ उतै नै सबै कुराहरू अहिले देखिरहेको। जस जापानको सेवा सुविधाले ठ्याक्कै एकचोटि नेपाल रोजौँ कि जापान रोजौँ भन्दाखेरि चाहिँ अड्काउनसम्म चाहिँ पुगाएको छ जापानको सेवा सुविधा। अहिले उताखेरि बस्दै गर्दा आफूले सबै कुराहरू। नयाँ भाइ बहिनीहरू जो आउन चाहिरहेका छन्, जापान आउन चाहिरहेका छन्, काठमाडौँका गल्लीहरूमा कन्सल्टेन्सीहरूमा चाहिँ काम जापान आउनका लागि धाइरहेका छन्, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? कसरी आउने होइन, कुन तरिकाले आउने, कुन सिटीमा आउने होइन, कुन सिटीमा चाहिँ सस्तो पाइन्छ रुमहरू भनौँ न, त्यहाँको एक्सपेन्सेसहरू कहाँ सस्तो हुन्छ, कहाँ पढाइ राम्रो हुन्छ? म चाहिँ जापानको फुकुओका भन्ने ठाउँमा बस्छु। त्यहाँ चाहिँ बस्नका लागि चाहिँ एकदमै राम्रो छ। अनि अब धेरै मान्छेहरू चाहिँ राजधानी टोकियोतिर गइरहेको हुन्छन्। कस्तो भन्दाखेरि अब तपाईँहरू चाहिँ इनकेस जापान जाने सोच्दै हुनुहुन्छ, जापानमा चाहिँ मैले चाहिँ भाषा पढेर जापानमा चाहिँ आफ्नो
स्टडी गर्छु भनेर चाहिँ आउँदै हुनुहुन्छ भने चाहिँ नेपालदेखि चाहिँ एकदमै भाषा चाहिँ बनाएर आउनुहोस् है। उता चाहिँ सबैभन्दा बढी काम लाग्ने भनेकै तपाईँको भाषा हो। हाम्रो नेपाली बोलेर त्यहाँ काम हुँदैन। तपाईँसँग भाषा छ भने चाहिँ त्यहाँ काम गर्न चाहिँ एकदमै सजिलो हुन्छ। जापानिजहरूले नि भाषा भएको मान्छेहरूलाई एकदमै राम्रो मान्छ क्या। तपाईँहरूले उहाँहरूसँग कन्भर्सेसन गऱ्यो भने उनीहरूले आफै नै तपाईँहरूलाई राम्रो मान्छ। काम गर्न नि आफूलाई पनि सजिलो हुन्छ क्या। तपाईँसँग भाषा छ भने तपाईँ अलि ठुलो ठुलो ठाउँमा राम्रो राम्रो कामहरू गर्न सक्नुहुन्छ। त्यही भएर भाषा एकदमै बनाउनुहोस्। अनि तपाईँ सकेसम्म चाहिँ ब्याचलरहरू गरेको छ भने चाहिँ डाइरेक्ट वर्किङमा गए नि राम्रो छ क्या। अनि राम्रो कुरा चाहिँ के छ जापानको? जापानको राम्रो कुरा चाहिँ मलाई सबैभन्दा मनपर्ने भनेको त्यहाँको डिसिप्लिन, टाइम म्यानेजमेन्ट अनि त्यो रेस्पेक्ट क्या। जापानिजहरूले चाहिँ यति रेस्पेक्ट गर्छ है सबैलाई। अब त्यो देखावटी भन्ने कि मनदेखि नै गर्ने हुन्छ, देखावटी पनि हुन्छ, तर चाहे त्यो हरेक कुराको चाहिँ जापानिजले रेस्पेक्ट चाहिँ गर्छ। कामहरूलाई सानो ठुलो भन्दैन उनीहरूले चाहिँ। अनि टाइम चाहिँ 1 मिनट पनि ढिलो भयो नि जापानमा त्यो हुँदैन क्या। मेरो चाहिँ अस्ति के भएको थियो भन्दाखेरि मेरो एउटा इक्जाम थियो। अनि त्यो इक्जाम चाहिँ 2:30 बजेबाट चाहिँ स्टार्ट हुने थियो। अनि मलाई चाहिँ थाहा थिएन आधी घन्टा अगाडि चाहिँ पुग्नुपर्छ भनेर। अनि म चाहिँ 2 बजी त म त्यहाँ पुगेको थिएँ, तर पनि 2:30 बजीबाट हो एकछिन वेट गर्छु भनेर म बाहिरै वेट गरेँ। अनि वेट गरेर म 10 मिनट अगाडि चाहिँ त्यहाँ इक्जाम दिने ठाउँमा गएँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ मलाई भने इक्जाम दिनु पाउनुहुन्न, तपाईँको इक्जाम क्यान्सल भयो भने। किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ 1 मिनट 1 मिनट होइन, जस्ट म चाहिँ 20 मिनट अगाडि पुग्दा पनि इक्जाम दिनुभन्दा 20 मिनट अगाडि पुग्दाखेरि पनि तपाईँको मिलेन क्या। पुग्न चाहिँ कति मिनट अगाडि पुग्नु पर्थ्यो? आधी घन्टा अगाडि पुग्नु पर्ने। मलाई चाहिँ त्यो थाहा थिएन, केही पनि लेखेको थिएन। इक्जाम चाहिँ 2:30 बजेबाट थियो। त्यस्तो हुन्छ क्या त्यहाँ चाहिँ। जे पनि टाइमभन्दा अलि अगाडि चाहिँ पुग्नुपर्छ। टाइमको चाहिँ 1 मिनट तपाईँ ढिलो पुग्यो भने नि त्यहाँ अप्सन हुन्छ क्या। क्लासहरूमा नि त्यस्तै 1 पिरियड फेरि इक्जाम दिन पाउनु भयो कि पाएन। त्यो 7,500 तिरेर कति 7,700 थियो होला सायद त्यो फर्म भरेको। अनि त्यो इक्जाम क्यान्सल भयो। अब त्यो इक्जाम दिनलाई फेरि गर्नु पर्यो फर्म। तपाईँले महिला मात्रै भएर चाहिँ हिंसाहरू भोग्नु भएको छ कि भएको छैन नेपालमा अथवा जापानमा? मैले त्यस्तो हिंसाहरू चाहिँ भोगेको चाहिँ छैन आफूले चाहिँ। बाल्यकालको अवस्थादेखि नेपालको बसाइसम्म पनि त्यस्तो अनुभव छैन तपाईँलाई? छैन नै भनौँ। जापानतिर नि त्यस्तो धेरै चाहिँ भएन। मैले चाहिँ धेरै मान्छेहरूको चाहिँ सङ्गत गरेन। म चाहिँ गएदेखि चाहिँ मेरो लिमिटमा साथीहरू भए, फ्रेन्ड्सहरू नि मैले धेरै बनाएन। मैले चाहिँ साथीहरू बनाउन एकदमै डराउँछु क्या। मान्छेहरू कस्तो अब बाहिर देशमा चाहिँ जसको त्यसको ट्रस्ट गर्न चाहिँ एकदमै डर लाग्छ। मैले चाहिँ एकदम कम साथीहरू बनाउँछु। मेरो अहिले नि कोही एकजना मिल्ने साथी पनि छैन जापानमा। केटी साथी भनौँ भने एकजना कोही पनि छैन। मेरो काममा एकजना बहिनी छिन्। अनि उनी चाहिँ एकदम जे कुरामा नि सपोर्ट गर्छन्। बहिनी चाहिँ छिन्, तर त्यस्तो साथीहरू चाहिँ मिल्ने साथीहरू उस्तो साथीहरू चाहिँ मेरो एकजना पनि छैन। जस्तो गाह्रो केटी बस्न, केटा बस्न अथवा केटी बस्न कस्तो सहज हुन्छ जापानमा? मिल्ने साथी छ भने त बस्न सजिलै हो, तर अलि अब आफ्नैतिरको भयो भने हामीलाई सजिलो हुन्छ नि त। अब नयाँ ठाउँको मान्छे अनि उसँग बस्न, रुम सेयरिङ गर्न अलि गाह्रो नै हुन्छ। तपाईँको काम गर्ने टाइम फरक हुन्छ, उठ्ने सुत्ने टाइम फरक हुन्छ नि त। दुईजनाकै काम अलग अलग हुन्छ। अनि त्यो कुराहरूले गर्दाखेरि नि अलिक गाह्रो नै हुन्छ। अनि केटी मान्छेहरू फेरि कोही त रिच मान्ने, अलि जेलस। त्यो एकचोटि ट्रेन्ड आएको थियो, एउटा भाइरल भिडियो पनि आएको थियो जापानको चाहिँ लेडिज चाहिँ झगडा भयो। त्यो वाला हेर्नु भएको थियो तपाईँले? त्यस्तो हुन्छ, धेरै हुन्छ। मैले पुरुषले महिलालाई होच्याउने भनेको हिंसा गर्ने, फाइदा उठाउन खोज्ने त्यो त कुरा सोधेँ। तर महिलाबाट चाहिँ महिला नै भनौँ न, त्यसरी चाहिँ एपिएको अथवा गाह्रो परेको अवस्था छ कि छैन? कतिको हुन्छ त्यस्तो? हुन्छ, त्यस्तो पनि हुन्छ। रुममेटले चाहिँ रातभरि गए फोन गरिदिने, यताउति गर्ने। अब उसको काम हुन्छ, आएर थाकेको हुन्छ है बिचरा, अनि सुत्न नपाउने। त्यस्तोहरू सुनेको छ, साथीहरूको नि सुनाइरहेको। त्यो रुममेटको त भयो, तर सिनियरहरू हुन्छ नि, जस्तो सेन्पाई भन्नुभएको थियो अघिले। सेन्पाईहरूले चाहिँ आउने बहिनीहरूलाई चाहिँ कस्तो बिहेभ गर्छन्? सुरुमा आउनेहरूलाई त अब के भन्छन् होला, उनीहरूले काम लगाइन्छु भन्ने, यताउति अब बोयफ्रेन्ड छ कि छैन भनेर सोध्ने, यस्तो गर्छन्। हामीलाई नि सोध्छन्, स्टिल सिङ्गल हो भनेर सोध्छन् है। होइन, तपाईँ चाहिँ सिङ्गल हो कि बोयफ्रेन्ड छ? म चाहिँ यो कुराहरू चाहिँ अलिक गाह्रो नै सोध्नुभयो। मेरो चाहिँ अहिले म आफ्नै लाइफमा बिजी भएर त्यो लभसप गर्ने टाइम नै भएन क्या। आफ्नो लाइफमा अहिले चाहिँ करियरमा फोकस गरेर भनौँ। जस तपाईँ अहिले सिङ्गल हुनुहुन्छ? हजुर, सिङ्गल नै छु। यति धेरै चाहिँ सोच्न किन पर्यो क्या? होइन, सिङ्गल छु अब यस्तो हो, बोयफ्रेन्डले मार्छ कि झुटो बोल्यो भनेर हो? होइन त्यस्तो त होइन।
अब त्यस्तो छैन अहिले चाहिँ एकदमै उता बिजी लाइफ भएर होला टाइमहरू गर्न आफ्नै लाइफमा बिजी भइयो। एउटा गहिरो अनि गम्भीर प्रश्न सोधौँमा? हजुर। तपाईँ जापान बस्नुभयो, नेपालदेखि सङ्घर्ष गरेर भनौँ न 5-6 महिना काठमाडौँको बसाइ पक्कै पनि सहज नभए होला, गाह्रो भयो होला। जापानको लगभग 4-4.5 वर्षको त्यो अनुभव, त्यो सङ्घर्ष अहिले के भए पनि सहज भयो। अब नेपाल फर्किने कि जापान नै बस्ने? म जापान नै जान्छु। भनेको कर्मथलो त त्यहाँ छ, तर त्यो कर्मथलोलाई जुन जापान बनाउनु भएको छ त्यो कर्मथलो जापान छोडेर नेपाललाई कर्मथलो बनाउने कि नबनाउने? जापान छोडेर पटक्कै छोडेर नेपाल आउने कि नआउने? पछि त आउँछु, पछि चाहिँ नेपालमै फर्केर आउँछु, तर केही टाइम चाहिँ जापानमा। अब कति वर्ष बस्ने योजना छ? अहिलेको लागि चाहिँ यति वर्ष भन्ने चाहिँ छैन, सकेसम्म कमाएर घर गाडी। केही टाइम चाहिँ अब त्यहाँ अब पढेको आफूले। त्यहाँ चाहिँ कस्तो पाइन्छ नेपालीहरूको अनुभव होइन? त्यहाँ बस्ने नेपालीहरूको अनुभव चाहिँ जापान नै बस्छु कि अथवा नेपाल फर्किन्छु भन्ने के हुन्छ त्यहाँको मनसा? धेरै जस्तोहरू चाहिँ त्यहीँ सेटल भएर त्यहीँको पिआरहरू लिएर बसेको पनि छन्। धेरै जस्तो चाहिँ केही वर्ष बस्ने फेरि नेपालमै गएर केही गर्ने भन्ने नै हुन्छन्। तर कस्तो हुन्छ भन्दाखेरि विदेशमा गएर बस्दाखेरि चाहिँ आफू सेटल भएपछि त्यहाँको अलिकता बानीहरू लाग्दै जान्छ क्या, अनि त्यही ठाउँ नै राम्रो लाग्न थाल्छ। फ्यामिलीहरू भयो भने चाहिँ त्यतिर बस्न मन लाग्छ। माया कति लाग्छ नेपालको? माया त लाग्छ। कहिले सम्झेर यसो भक्कानिएको अवस्था छैन? त्यस्तो चाहिँ त्यो चाडपर्वहरू आउँदाखेरि चाहिँ एकदमै। अहिले पनि चाडपर्व साडी लगाएर नाच्न मन थियो होला? हजुर। अब चाहिँ तीजभन्दा पनि मलाई चाहिँ दसैँ तिहारमा चाहिँ एकदमै घरको याद आउँछ। मम्मी बाबालाई एकदमै मिस गर्छु, अनि तिहारमा चाहिँ भाइलाई, मेरो एउटा भाइ छ, अनि एकदमै भाइलाई मिस गर्छु तिहारमा दसैँमा। जस्तो कुनै त्यस्तो टाइम छ कि छैन तपाईँले भोग्नु भएको छ कि भएको छैन, यति धेरै नेपालको याद आयो, फ्यामिलीको याद आयो, पटक्कै काम छोडेर जापान नै छोडेर म अहिले नै घर जान्छु, जे होस् जस्तो होस् नेपाललाई कर्मथलो बनाएर घरमै बस्छु होइन, सिस्नुको सागसँगै रोटी खान्छु भन्ने त्यो सम्झेर भक्कानिएको अवस्था छ कि छैन? त्यति धेरै चाहिँ छैन, तर कुनै कुनै दिन कामबाट कसैले के भन्दाखेरि चाहिँ काममा कस्तो हुन्छ भन्दाखेरि अब जापानिजहरूले कहिलेकाहीँ नराम्रो शब्दहरू नि भन्छन् क्या, आफ्नो देशमा फर्किए यताउति भन्छन् होइन। कहिलेकाहीँ आफूलाई बोल्न नआउँदा, बोल्न नजान्दा थर्काएको त्यो गरेको देख्दाखेरि चाहिँ कस्तो देशमा आएछु है भन्ने हुन्छ। जापानिजहरूले हेरेको देख्दाखेरि चाहिँ त्यस्तो धेरै त छैन, तर पनि अरूले कसैलाई भनेको देख्दा नि आफूलाई नराम्रो लाग्छ। अनि कामहरूमा कहिलेकाहीँ त्यस्तै भएको दिन या कसैले अब हुन्छ नि एक्लै फिल भएको चाहिँ घरको याद आउँछ, भक्कानिएर रोइन्छ, अनि मम्मी ड्याडीलाई नि आउँछ है। कति रुनु भएको छ? मैले चाहिँ देखाएर चाहिँ रुदिनँ है, एक्लै चाहिँ म रोइरहेको हुन्छु राति कहिलेकाहीँ एक्लै। कहिलेकाहीँ याद आएपछि रुन्छु, तर घरमा फ्यामिलीहरूले कसैलाई नि देखाउँदैन। याद कसको आउँछ? मलाई त मेरो मम्मी बाबाको। भाइको याद आउँदैन? भाइको याद आउँछ, भाइको, तर सबैभन्दा बढी चाहिँ मलाई मम्मी बाबाको नै याद आउँछ। त्यस्तो सम्झना के छ रातभरि याद आएको, बिउजो बसेको त्यो मेमोरेबल नाइट्सहरू अथवा डे भनौँ न, त्यस्तो केही मुमेन्ट छ घरलाई सम्झेर पटक्कै काममा जान मन नलागेको, कामै छोडेको, घरको याद आएर त्यस्तो छ? त्यो चाहिँ त्यो चाडपर्वको बेला नै होला। चाडपर्वको बेला छुट्टी नै गर्नुहुन्छ? दसैँको दिन काम गर्नुहुन्छ कि घरको भिडियो कलमा इन्जोय गर्नुहुन्छ? म चाहिँ दसैँ तिहार यस्तो फेस्टिभल भएको दिन चाहिँ कहिले नि काम राख्दैन। मेरो चाहिँ काममा सिफ्ट राख्न मिल्छ नि त, अनि त्यही भएर म चाहिँ त्यो दिन चाहिँ बिदा नै राख्छु। मलाई त्यो दिन काम गर्नै मन लाग्दैन। त्यस्तो काम गर्दा गर्दै नै त्यो घरको याद आएर पटक्कै छोडेको, यसो कुनातिर गएर भक्कानिएको त्यस्तो छैन? छ। नाइट काम गर्थ्यो म चाहिँ त्यो मार्टमा, अनि नाइट काम गर्दाखेरि चाहिँ राति कोही पनि हुन्न, अनि त्यहाँ आफू चाहिँ काउन्टरमा उभिएको हुन्छ नि त, अनि त्यति बेला अरू मान्छेहरू खासै खाली हुँदाखेरि चाहिँ दिमागमा कुराहरू आउने क्या। अब धेरै टाइम भइसकेको थियो, अस्तितिर चाहिँ अब 3 वर्ष भइसकेको चाहिँ मलाई कस्तो घरको याद आउने कि अब फ्यामिली भेट्न पाए नि हुन्थ्यो, कस्तो भएको होला है मम्मी ड्याडीलाई, के होला। अब फोनमा त कल भयो भने रियलमा भेट्न पाए हुन्थ्यो नि, एकचोटि मम्मीले पकाएको खाना खान पाए नि हुन्थ्यो भन्ने चाहिँ हुने क्या। त्यो आफूले पकाएको खाना खाँदा नि कहिलेकाहीँ खाना, अनि त्यो कुराहरू चाहिँ काममा याद आएर म चाहिँ अनि त्यो सम्झिने। अनि गीतहरू सुन्थेँ जहिले, एउटा मैले तिमीलाई सम्झिरुँदा भन्ने चाहिँ आमाको हुन्थ्यो नि, त्यो गीत चाहिँ म एकदमै सुन्छु। राति सुत्दाखेरि चाहिँ जहिले त्यो गीतहरू चाहिँ सुन्थेँ। त्यस्तो केही सँगसँग गाउन आउँछ? नै, गीत गाउनु चाहिँ मलाई आउँदैन, मेरो भोइस त्यस्तो राम्रो चाहिँ छैन, तर त्यो गीत चाहिँ मलाई एकदमै मनपर्छ। त्यो गीत सुन्ने बित्तिकै सायद मम्मी ड्याडीको फेस आँखाभरि आएर आँसु चाहिँ आउँछ मेरो। नाइट क्लब डिस्कोतिर गइन्छ कि गइँदैन?
जापानमा अँ जापानमा एकचोटि चाहिँ गएको छु त्यो क्लबहरू हुन्छ त्यहाँ चाहिँ गएको छु एकचोटि नाइट पार्टीतिर जोस् अलिअलि गइन्छ साथीहरूसँग एकचोटि चाहिँ कस्तो हुन्छ भनेर चाहिँ गएको थिएँ नेपाल र जापानमा चाहिँ कस्तो हुन्छ भनेर गएको थिएँ नेपालको क्लबहरू पनि जानुभएको थियो नेपालको क्लब त गएको छैन लाइक त्यस्तै लाइभ म्युजिकहरूको त्यस्तो टाइपको क्याफेहरूमा चाहिँ गएको छु जाँदा जाँदै छोटोमा केही भन्न मन छ आफ्नो परिवारका लागि जो धेरै कुराहरू गरेर तपाईँले जापानसम्म पुगाउनु भएको छ अनि नेपालीहरूका लागि जो जापान आउन चाहिरहेका छन् नेपाल छोडेर चाहिँ जापान जाँदाखेरि के गाह्रो हुन्छ सँगसँगै जापान बसेपछि मैले अघि धेरै विकृतिका कुराहरू राम्रा कुराहरू पनि गऱ्यौँ नि हामीले जापानमा चाहिँ के चाहिँ डिसिप्लिन फलो गर्नुपर्छ त्यस्तो म चाहिँ सबैभन्दा पहिले चाहिँ मेरो फ्यामिलीलाई एकदमै धन्यवाद भन्न चाहन्छु है मलाई चाहिँ यसरी यति धेरै ट्रस्ट गरेर मेरो छोरीले गर्न सक्छ है भनेर चाहिँ मलाई विश्वास गरेर चाहिँ जापानसम्म पठाउनु भयो है अनि उहाँहरूको विश्वास चाहिँ म सधैँ यस्तै राख्नेछु तोड्ने छैन अनि आफू पनि मेहनत गर्नेछु आफूले देखेको सपनाहरूको लागि चाहिँ सङ्घर्ष गर्नेछु अनि जो चाहिँ जापान आउन चाहँदै हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू पनि यदि तपाईँ साँच्चैकै नै म चाहिँ स्ट्रगल गर्छु जापानमा दुःख चाहिँ छ है जापानमा सजिलो छ भन्ने चाहिँ हुँदैन दुःख चाहिँ छ होइन म दुःख भयो नि गर्छु म गर्न सक्छु भनेर सोच्नुहुन्छ भने चाहिँ ठिक छ काम पाउनु गाह्रो छ तर पनि गरेअनुसार छन चाहिँ छ तपाईँले दुःख गरेअनुसार कामहरू नि छोटोमा आउने अब नेपालीहरूलाई चाहिँ नेपालबाट चाहिँ जापान आउनु भन्नुहुन्छ कि जापान नआउनु भन्नुहुन्छ त्यो त उहाँहरूको मनको कुरा हो है होइन तपाईँको अनुभव तपाईँले भोगेको पीडाहरू तपाईँले पाउनुभएको फेसिलिटिजहरू जापान र नेपालको फरक सङ्घर्ष सफलता देखेर छोटोमा चाहिँ के भन्नुहुन्छ आउनु कि नआउनु भन्नुहुन्छ त्यहाँ चाहिँ सबैको आफ्नो कहानी छ है जापानमा धेरै दुःख पाएको पनि मान्छेहरू हुनुहुन्छ अनि त्यस्तो धेरै गाह्रो नभएर इजिली कामहरू पाएर मजाले नर्मल लाइफ भएको मान्छेहरू नै हुनुहुन्छ अनि कसैले चाहिँ अहिलेसम्म ऋण नतिर्न सकेको मान्छेहरू पनि हुनुहुन्छ क्या सबैको छुट्टा छुट्टै कहानी छ त्यही भएर म चाहिँ के भन्छु भने नआउनु पनि भन्दैन आउनु राम्रो छ पनि भन्दैन त्यो चाहिँ आफूमा भर पर्छ तपाईँ चाहिँ कतिको साहसी हुनुहुन्छ त्यहाँ कस्तो दुःखहरू आए पनि म गर्न सक्छु भनेर चाहिँ आफूमा कतिको त्यो राख्नुहुन्छ भन्ने कुरामा चाहिँ डिपेन्ड पर्छ जो घाउ भएका खुट्टाहरू चाहिँ खाली खुट्टा हिँड्न सकिन्छ भने त्यो जापान जाँदा ठिकै हुन्छ हजुर कति जति वर्ष जति चाहिँ कति टाइम चाहिँ सङ्घर्ष गरेपछि एउटा शीतल चौतारी भेटिन्छ जापानमा शीतल चौतारी भेटिने भन्ने चाहिँ हुँदैन त्यहाँ चाहिँ सधैँ काम चाहिँ गरिराख्नुपर्छ दुःख चाहिँ गरिराख्नुपर्छ विदेश भनेको त्यति सजिलो चाहिँ हुँदैन तपाईँको कहिले राम्रो कहिले नराम्रो हुन्छ कहिले के हरेक प्रब्लमहरू चाहिँ आइरहेको छ तर एउटा कस्तो भने सुरुमा चाहिँ गाह्रो हुन्छ बिस्तारै बिस्तारै तपाईँहरूले भाषाहरू बनाउँदै गयो मान्छेहरूसँग चिनजान गर्दै गयो आफूले इम्प्रुभ गर्दै गयो भने चाहिँ बिस्तारै राम्रो पनि छ जाँदा जाँदै हामीले लगभग 40-50 मिनटको बसाइ बस्यौँ मैले तपाईँलाई सोध्न बिर्सेको तपाईँले चाहिँ एकदमै भन्न चाहेको छ भने हाम्रा दर्शक श्रोताहरूलाई राख्न सक्नुहुन्छ मलाई यति ठुलो अपर्च्युनिटी दिनुभयो तपाईँहरूले एनपी टक्समा बोलाइदिनु भयो त्यसको लागि चाहिँ मनदेखि नै एकदमै धन्यवाद भन्न चाहन्छु अनि हामीलाई पनि धेरै धेरै धन्यवाद छ आफ्नो बहुमूल्य समय दिनुभएको छ जापानदेखि फ्यामिलीसँग टाइम एक्सपेन्डिचर गर्नका लागि आउनु भएको छ त्यो बहुमूल्य समय हामीलाई दिनुभयो त्यसका लागि पनि धेरै धेरै धन्यवाद छ तपाईँलाई जापानको बारेमा यति धेरै कुराहरू गऱ्यौँ जापानमा नराम्रो जति सुनिन्छ त्यो कुराहरू छँदैछ तर त्यहाँको राम्रो कुराहरू पनि एकदमै छ मान्छेहरू त्यहाँ गयो भने चाहिँ सेल्फ डिफेन्स हुन्छन् आफूले चाहिँ एउटा मैले चाहिँ आफूमा गरेको ऊ चाहिँ भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यहाँ गएर चाहिँ जे होस् स्ट्रगल के हो बुझेँ मैले एक्लै चाहिँ कसरी अगाडि बढ्न सकिन्छ अनि दुःखहरू जति जिन्दगी के हो बुझेँ कि दुःखहरू कस्तो हुन्छ के हुन्छ मान्छेहरूले कसरी धोका दिन्छन् अनि कसैले चाहिँ अरूको कसरी खुट्टा तान्छन् के गर्छन् सबै कुराहरू थाहा हुँदो रहेछ त्यो कुराहरू चाहिँ अनि राम्रो नि छ सपोर्ट गर्ने मान्छेहरू नि भेटिन्छन् तपाईँको खुट्टा तान्ने मान्छेहरू नि भेटिन्छन् राम्रो नराम्रो सबै भेटिन्छन् त्यहाँ चाहिँ आफूमा भर पर्छ राम्रो मान्छेको सङ्गत गर्ने कि नराम्रो मान्छेको सङ्गत गर्ने भनेर अनि आफ्नो परिवारले गरेको त्यो विश्वासलाई चाहिँ नतोड्ने कस्तो गर्ने आफूलाई कस्तो मान्छे बनाउने त्यो चाहिँ आफूमा भर पर्छ त्यही भएर सकेसम्म चाहिँ आफूलाई राम्रो बनाउने त्यही हो
जापानलाई चाहिँ नराम्रो, जापानमा चाहिँ नराम्रो मान्छेहरू छन् भनेर नि भन्न मिलेन। त्यो जस्तै- चाहिँ आफूमा भर पर्छ। हजुर जस त्यहाँ राम्रो पनि छ, अपर्च्युनिटी पनि छ, गाह्रो पनि छ, समस्या पनि छ, समाधान पनि छ, आम्दानी पनि छ। सबै कुराहरू छ। त्यो यस्तो चाहिँ भयो। आफूले कसरी म्यानेज गर्ने आफूमा डिपेन्ड गर्छ। तपाईँ 14 गते होइन जापान जाने? 13 गते। 13 गते जापान जाँदै हुनुहुन्छ। तपाईँको यात्रा शुभ रहोस्, तपाईँलाई ह्याप्पी जर्नी। अहिलेसम्मको समयका लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई। मेरो तर्फबाट नि धेरै धेरै धन्यवाद। र आज हामीसँग जापानको सङ्घर्ष भोगेका सँगसँगै नेपालको सङ्घर्षदेखि जापानको सङ्घर्ष सँगसँगै सफलता चुम्नुभएका एउटा विशेष व्यक्तित्व हुनुहुन्थ्यो र यसै गरी तपाईँहरू समक्ष हामी दैनिक रूपमै यसरी एपिसोडहरू प्रस्तुत गर्नेछौँ। तपाईँहरूलाई विभिन्न दुःख सुखसँगै विशेष व्यक्तित्वहरूसँग जोड्नेछौँ। हाम्रो नेपाली समाज, हाम्रो नेपालसँग जोडिएका यथार्थ बुझेका व्यक्तित्वहरूलाई हाम्रो यो टक सोमा आमन्त्रण गर्नेछौँ। तपाईँहरूले अन्तिमसम्म हाम्रो सो हेरिदिनु भएको छ। एनपी टक सोको तर्फबाट सम्पूर्ण दर्शकहरूलाई हार्दिक आभार, धेरै धेरै धन्यवाद।